ठुलो ठाउँमा बाढी आएको सूचना आएको छ माथि आउनु होला बाढी आएको सूचना आएको छ माथि आउनु होला कृपया हेर्न बस्दिनुहोस् माथि आउनुहोस् बाढी आएको सूचना आएको छ ठुलो हारे बाढी अहिले त्यही त ल सबैजना आउनु पर्यो फास्ट फास्ट माथि आउनुहोस् माथि आउनुहोस् माथि आउनुहोस् त्यहाँ सुरक्षित आउनुहोस् बस्तुमा फुकाएर छोडिदिनुहोस् बस्तुमा फुकाएर छोडिदिनुहोस् आफै बाँच्छ सूचना आएको छ माथि लिएर आउनु होला कृपया त्यहाँ बसिदिनु होला भन्दै कोही हुनुहुन्छ भने माथि आउनुहोस् बाढी आएको छ माथिबाट बाढी आएको सूचना आएको छ माथि आउनुहोस् बाढी आएको सूचना आएको छ माथि लिएर आउनु होला कृपया त्यहाँ बसिदिनु होला तपाईँहरू किन यहाँ बसेर जानु तपाईँहरू जानु न त बाढी आएको सूचना भइरहेछ के बुवामा दाजुभाइ दिदीबहिनीहरू बाढी आएको सूचना आएको छ माथि आउनु होला त्यहाँ बस्नु माथि आउनुहोस् प्लिज बाटो सञ्चार देखिन्छ आउनुहोस् माथि आउनुहोस् बाढी आएको सूचना आएको छ माथि आउनुहोस् भइरहेछ के माथि आउनु होला तल बस खोला किनारमा नबस्दिनु होला कृपया माथि आउनुहोस् बाढी आयो जानु बाढी आइरह माथि 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 नआतिकन जानु बाढी आइरह फेरि जानु सुरक्षित ठाउँमा जानु दर्शक पनि धुम्चेमा चीनबाट फेरि अर्को बाढी आइसकेको छ धुम्चेसम्ममा अहिले हामी नुवाकोटको यस्तो ठाउँमा एकदम मान्छेहरू भागाभाग भइरहेको छ खोलाबाट एकदम टाढा बस्नु भनेर प्रहरी सरले आग्रह गरिसकेपछि सम्पूर्ण व्यक्तिहरू भागाभाग अवस्थामा छन् माथि जानु धुम्चे आइपुग्यो धुम्चे ल भाग्नु माथि जानु त माथि जानु सर धुम्चेमा आइपुग्यो है अलिक सुरक्षित ठाउँ जाउँ धुम्चे आइपुग्यो धुम्चे ल हेलिकप्टरले हेरिरहेको छ कहाँसम्म कस्तो अवस्था छ भनेर है ल धुम्चे भन्ने ठाउँमा आइसक्यो तपाईँहरू के हेरेर बस्यो जानु त माथि सबैजना माथि जानु त धुम्चे आइसक्यो खोलो माथि जानु धुम्चे भन्ने ठाउँमा आइसक्यो क्या धुम्चे भन्ने ठाउँमा जानु न माथि डाँडा गइसक्यो धुम्चेमा आइसक्यो के जानु ए दिदीहरू कता माथि जानु धुम्चेमा जानु न धुम्चे आइसक्यो के खोलो बाढी सबैजना नआतिकन जाउँ धुम्चेमा आइसक्यो बाढी फेरि चाइनाबाट बाढी आइसकेको छ है ल साथीहरू यतिखेर हामी चाहिँ खोलातर्फ जान खोजिरहेको छौँ बाढीले बगाएको ठाउँमा देख्न सक्नुहुन्छ खोलाको बाब एकदम चाप छ अहिले पनि यहाँ चाहिँ सोलर प्यानल एकदम ठुलो थियो सब तहस नहस भएको छ बाढी आयो जानु बाढी आइरह माथि नआतिकन जानु बाढी आइरह फेरि जानु सुरक्षित ठाउँमा जानु